हेलो हजुर हजुर को पो बोल्नुभयो चिन्नुभयो गाह्रै पऱ्यो त अबि गेस गर्नु त खै यो स्वर सुन्दा त खै खासै चिने जस्तो लागेन त हौ। अब धेरै भयो नि त नबोलेको त्यही भएर होइन होला के भन्नु मैले चिनेकै हो धेरै बोलेको हो भनौँ भने हजुरले विश्वास मान्नुहुन्न होला खै म पो कन्फ्युज भएँ त अनि चिन्न गाह्रो पऱ्यो त मलाई त तपाईँको नाम भन्नु त हजुर हजुरको नाम भन्नु त होइन नाम त नभनौँ होला हौ म भनिदिउँ भन्नु त भीम हो